नमस्कार सम्पूर्ण दर्शकबिन तथा महानुभावहरू। म बोल्दैछु। आज चाहिँ हजुरहरूलाई विशेष डिएक्सन कम्पनीको गाइनोडर्माको बारेमा हजुरलाई जानकारी गराउन चाहन्छु। अहिलेको समयमा हरेक मान्छे एउटा स्वास्थ्यप्रति एकदमै सजग बन्दै गइरहेको छ र हामी जति स्वास्थ्यमा हामी सजग बन्दै गइरहे पनि हामीलाई स्वास्थ्यमा केही न केही समस्याहरू, विशेष गरेर हाम्रो गलत खानपिनको कारणले हाम्रो स्वास्थ्यमा विभिन्न समस्याहरू सिर्जना भइरहेको छ र यो अवस्थामा हामी कसरी एउटा स्वस्थ व्यक्ति बन्न सकिन्छ भनेर यदि हामीले सही चिज खान सक्यो भने हामी स्वस्थ बन्न सक्छौँ। र आज म तपाईँहरूलाई चाहिँ विशेष गरी हाम्रो डिएक्सन कम्पनीको मास्टर प्रोडक्ट जुन चाहिँ गाइनोडर्माको बारेमा हजुरलाई जानकारी गराउन चाहन्छु। यसलाई वैज्ञानिक भाषामा ऋषि अथवा ऋषि मसरुम भनिन्छ र साथसाथै यसलाई विशेष गरेर यो चीन, जापान, कोरिया, थाइल्यान्ड, भियतनाम लगायत एसियाली देशहरूमा हजारौँ वर्षदेखि परम्परागत रूपमा औषधिको रूपमा प्रयोग हुँदै आएको भन्ने हामी पढ्न सक्छौँ, सुन्न सक्छौँ। र गाइनोडर्मा लुसिडम यो चाहिँ एक प्रकारको कडा च्याउ हो र जुन चाहिँ यो प्रायःजसो तातो र आर्द्र जलवायुमा पाइन्छ र यसको सतह चम्किलो हुन्छ र यसको स्वाद पनि हल्का कडा हुन्छ र परम्परा चिनिया चिकित्सा प्रणालीमा यसलाई जीवनशक्ति बढाउने, मानसिक शक्ति प्रदान गर्ने र दीर्घायुको रोग गरेको पाइन्छ। र विशेष गरेर चिनियामा चाहिँ राजा महाराजाहरूले, चाइनामा चाहिँ राजा महाराजाहरूले आफ्नो प्रजाहरूलाई चाहिँ यो च्याउ खोज्नको निमित्त जङ्गलमा र त्यसै गरी त्यहाँ मध्ये हजारवटा जुन रुखहरू मध्ये एउटा मात्र रुखमा पाइन्थ्यो र त्यति एउटा अमूल्य यो चाहिँ च्याउ थियो र जो मान्छेले यो च्याउ सेवन गर्थ्यो त्यसको चाहिँ आयु अलिकति अरूको भन्दा धेरै बाँच्ने र बौद्धिक क्षमता पनि एकदमै हामी पाउँछौँ। र त्यसले गर्दाखेरि यो जुन गाइनोडर्मा रिसर्चर लिएर उहाँले यो डिएक्सन कम्पनी सारभरि जुन यो प्रोडक्ट लिएर आउनु भएको छ यो एकदमै हाम्रो मानव स्वास्थ्यको लागि एकदमै राम्रो छ। जो मान्छेले यसलाई निरन्तर निरोगी एउटा सुन्दर जीवन बाँच्नलाई एकदमै राम्रो हेल्पफुल गर्छ र संसारभरि जुन चाहिँ साथसाथै संसारभरि ती मध्ये 2000 च्याउ मानिसले उपभोग गर्ने गरेको पाइन्छ र ती मध्येमा पनि जुन चाहिँ औषधियुक्त गुणहरू माझ लिएर आउनु भएको छ। जुन च्याउमा औषधिको गुणहरू जुन हाम्रो एउटा मानव शरीरलाई चाहिने, हामीलाई शक्ति प्रदान गर्नको निमित्त, हाम्रो प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनको निमित्त जुन चाहिँ यो च्याउमा ती त्यस्ता किसिमका तत्त्वहरू रहेको छ। विशेष गरेर यो चाहिँ हाम्रो च्याउ एउटा प्रतिरक्षा प्रणालीलाई यसले एकदमै राम्रो सुदृढ गर्ने कामहरू गर्छ। जुन चाहिँ रोगसँग लड्न सक्ने क्षमता यो च्याउमा रहेको पाइन्छ। त्यसै गरी यसमा विभिन्न एमिनो एसिडहरू, प्रोटिनहरू र खनिज पदार्थ र यसबाट हामी के चाहिँ स्वास्थ्य लाभहरू लिन सक्छौँ भन्दाखेरि यदि हामी नियमित रूपमा यो डिएक्सन कम्पनीको हामी गाइनोडर्मा ऋषि मसरुम प्रयोग गर्यो भने हामीले चाहिँ हाम्रो मानव शरीरको प्रतिरक्षा प्रणाली अघि नै पनि मैले भनिसकेँ एकदमै राम्रो हुन्छ। जुन यसमा चाहिँ पोलिसेक्राइड्स प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने काम गर्छ। त्यसै गरी हामी अर्को पनि यसमा टी एक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी भन्ने यसमा अरू तत्त्वहरू पनि पाइन्छ। यसलाई अर्को नाममा पनि भनिन्छ ट्राइटरपेनोइड्स पनि भन्ने गरिन्छ। ती तत्त्वहरू पनि यसमा रहेको हुन्छ र त्यसले गर्दाखेरि हामीलाई तनाव भयो भने पनि शरीरमा राम्रो गर्ने कामहरू गर्छ र साथसाथै यसले जुन चाहिँ क्यान्सर रोगको नियन्त्रण गर्ने पनि काम गर्छ। यही अध्ययनहरूले गाइनोडर्मा लुसिडमको बारेमा अध्ययनमा गरे अनुसार जुन चाहिँ क्यान्सरका समस्याहरू छ व्यक्तिहरूमा छ त्यस्ता व्यक्तिहरूको लागि चाहिँ यसले एकदमै राम्रो गरेको पाइन्छ। ट्युमरको समस्या छ त्यस्ता व्यक्तिहरूको लागि पनि एकदमै राम्रो गरेको पाइन्छ। त्यसै गरी मुटुको समस्या, यदि कोही पनि मान्छेलाई मुटुको समस्या छ, उसलाई उच्च रक्तचाप, कोलेस्ट्रोल अनि ती समस्याहरू भएको छ भने पनि यसबाट गाइनोडर्माको सेवनले ती समस्याहरूबाट मधुमेहका समस्या, त्यसै गरी अब मधुको लागि पनि एकदमै राम्रो जुन चाहिँ यसले ग्लुकोजको स्तरलाई नियन्त्रण गर्छ र इन्सुलिनलाई चाहिँ ब्यालेन्समा राख्छ। त्यो भइसकेपछि मधुमेहका बिरामीहरूले पनि त्यो समस्याबाट राहत मिल्न सक्छ। अरू त्यस्तै मान्छेहरूमा मानसिक अब स्वास्थ्य मान्छेले गुमाइरहेका छन् होइन, आफ्नो सोच्नेदेखि लिएर हरेक कुराहरू, तनाव, चिन्ता, निद्रा, त्यस्ता मान्छे निद्रा नलाग्ने त्यस्ता समस्याहरू छ। यदि त्यो मान्छेहरू रेगुलर यसलाई डाइट एकदमै राम्रो हुन्छ। र कुरो आयो हामी यसलाई कसरी प्रयोग गर्न सक्छौँ भन्दाखेरि हामीलाई यदि तपाईँ डिएक्सनको अफिसमा गएर तपाईँ अफलाइन गएर भिजिट गर्नुहुन्छ तपाईँ त्यहाँबाट पाउन सक्नुहुन्छ।
सक्नुहुन्छ अनलाइनबाट पनि तपाईँले पर्चेस गर्न सक्नुहुन्छ यदि अरब कन्ट्रीहरूमा हुनुहुन्छ भने यो ट्याब्लेट अनि त्यसै गरी क्याप्सुलमा उपलब्ध रहेका छन् त्यसै गरी हाम्रो देशमा पनि यो दुईटै चाहिँ एभाइलेबल रहेको पाउन सक्छौँ र हामीले यसलाई कसरी प्रयोग गर्ने भन्दाखेरि पाउडरको रूपमा यदि प्रयोग गर्नुहुन्छ भने हजुरलाई पाउडरसँगै चमच पनि त्यही स्पुनहरू उपलब्ध रहेको हुन्छ यदि ट्याब्लेट अथवा क्याप्सुल छ भने तपाईँले त्यतिकै पनि खान सक्नुहुन्छ त्यसलाई फोडेर पनि पानीमा घोलेर पनि खान सक्नुहुन्छ पानीमा भयो तपाईँले त्यसै गरी कोकोजी हनीहरू भयो डिएक्सनका अरू प्रडक्टहरू जुन चाहिँ यसमा मिसाएर खानुभयो भने एकदमै राम्रो हुन्छ एकदमै मजा आउँछ हजुरहरूलाई खाँदा पनि एकदमै गुलियो आनन्द आउँछ हजुरलाई त्यसले गर्दाखेरि डिएक्सनका जुन यो क्यानोडर्मा लोसिटम यो चाहिँ यसलाई जडीबुटीको राजा पनि भन्ने गरिन्छ त्यसले गर्दाखेरि हजुरहरूले सकेसम्म यसलाई निरन्तर रूपमा प्रयोग गर्नुभयो भने एकदमै अहिले नसोचेको स्वास्थ्य सम्बन्धी तपाईँको फाइदा लिन सक्नुहुन्छ र यो हरेक व्यक्तिले प्रयोग गर्न जो ज्यादा रोगी व्यक्ति हुनुहुन्छ अथवा स्वस्थ व्यक्ति हुनुहुन्छ जस्तो सुकै व्यक्तिले पनि यसलाई तपाईँहरूले प्रयोग गर्न सक्नुहुन्छ शर्माको बारेमा विशेषज्ञहरूको बारेमा जानकारी गराए हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सिनु होला साथसाथै लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न पनि नबिर्सिनु होला अब आउने दिनमा हजुरहरूलाई कस्तो किसिमको भिडियो चाहिएको छ कमेन्टमा हजुरहरूले लेख्न सक्नुहुन्छ हजुरहरूको शुभ रहोस् हस् थ्याङ्क यू सो मच